यो अहिले जुन बजेट आएको छ यो सरकारलाई नयाँ नयाँ रेकर्ड कायम गर्नुपर्ने एउटा धुन सवार भएको छ। स्वाभाविक महोदय, म 38 सालदेखि यो विभिन्न पार्लिमेन्टको चाहिँ बैठकमा भाग लिइराखेको छु। आजसम्मको इतिहासमा यति लामो, यति पट्याइ लाग्दो, अत्यास लाग्दो चाहिँ नीति कार्यक्रम मैले सुनेको चाहिँ छैन। मलाई वास्तवमा अलिकति दया पनि लागेको छ। सम्माननीय राष्ट्रपतिजीलाई 3 घण्टासम्म चाहिँ नि कति अप्ठ्यारोवाला उहाँलाई वाचन गर्न, त्यति मात्र होइन, दर्शकहरूलाई चाहिँ सुन्दा फेरि पनि मलाई धेरैले भने हामी सुन्दा सुन्दै निदायो भनेछन् त्यहाँ। अहिले महत्त्वपूर्ण विषय के हो भन्दाखेरि चाहिँ जुन कन्टेक्स्टमा, जुन अवस्थामा यो बजेट आएको छ, स्वाभाविकमा चाहिँ मलाई एउटा कथा याद आयो। हामी सबैले सुनेको कथा हो त्यो माझी र पण्डितको एउटा कथा थियो कि त्यो तालमा चाहिँ त्यहाँ चाहिँ डुङ्गामा चाहिँ पण्डित र माझी जाँदाखेरि पण्डितजीले सोध्नुभयो, तिमीले पढ्या छ, लेख्या छ भनेर आफ्नो पण्डित त्यहाँ छाट्न थाल्नुभयो। माझीले होइन, मलाई त्यो त थाहा छैन, अब अहिले आएर चाहिँ के अहिले चाहिँ यदि आधी बेरी आयो भने चाहिँ यो चाहिँ नाउ डुब्छ, त्यति बेला तपाईँले चाहिँ त्यहाँ पौडी खेल्न आउँछ कि आउँदैन भन्दा पण्डितजीले भन्नुहोस् म आउन्न भनेपछि ल गयो त्यसो भए तपाईँ सबै भनेर। अहिलेको बेलामा चाहिँ यो माझी र पण्डित भन्ने कुरा भएको छ। मुलुक डुब्ने अवस्थामा पुगेको छ। हामी यहाँ पण्डित यहीँ चाहिँ के भन्दो छ नि यहाँ अब जारी राखेको छु त्यहाँ यत्रो लामो सारा के भन्छ नि कुरा गरिरहेको छु। मलाई के लाग्छ स्वाभाविक भयो भने अहिलेको अवस्थामा मैले त एक्सपेक्ट गरेका थिएँ यस्तो बजेट, यस्तो नीति कार्यक्रम आओस् जहाँ हामीले आलोचनाको पनि बोल्न नपरोस्, हामी स्वागत गरौँ। किनभने यो हामी सबै एउटै डुङ्गामा सवार छौँ। यो अहिले सरकार भोलि फस्छ अथवा सरकार भोलि सिद्धिन्छ, हाम्रो पालो आउँछ भन्ने अवस्थै छैन। सारा नेपाली एउटै डुङ्गामा सवार भएको अवस्थामा एक ढिक्का भएर हामी अगाडि कसरी बढ्ने भन्ने खालको एउटा नीति कार्यक्रम या त्यो किसिमको अवस्था आउँछ कि भन्ने मलाई लागेको थियो। र मलाई के लाग्थ्यो भने यो त यत्रो लामो छोड्नुहोस्, 2 लाइनको नीति कार्यक्रम आउनुपर्ने जस्तो मलाई लागेको थियो। यो अहिलेको यो महामारी कोभिड-19 को महामारीबाट यसको रोकथाम, यसका नियन्त्रणदेखि यसलाई चिन्ता चाहिँ रोक्नेदेखि यसबाट पर्ने सबै क्षेत्रका असरहरूलाई चाहिँ कसरी न्यूनीकरण गर्ने व्यवस्थापन गर्न सरकारले के भन्छ नि सरकार तयार छ। त्यसपछि त्यसको लागि आवश्यक जे काम गर्नुपर्ने हामी काम गर्न तयार छौँ। बाँकी चाहिँ भने अहिले पनि भन्नु यो आर्थिक वर्षमा केही काम भएको चाहिँ छैन। अहिले काम हुने मुख्य चाहिँ समय हो। त्यसो यो आर्थिक वर्षमा जे कार्यक्रम छ त्यसले निरन्तरता पाउने छ। यो कार्यक्रमको निरन्तरता हुने, बाँकी सारा शक्ति केमा लाग्ने भन्दैछु कोभिड-19 महामारीसँग लड्ने, यति मात्रै कुरा आएको भएछन् त्यहाँ। अनि यसपछि यो पार भइसकेपछिको अवस्था अहिले धेरै कुरा उठिया छ। विश्व राजनीति, विश्व अर्थतन्त्र, विश्वको प्राथमिकताहरू, यी सबै कुरालाई मध्यनजर राखेर आवश्यक परे फेरि संशोधित बजेट अथवा पूरक बजेट ल्याउने चाहिँ एउटा नीति बनाएको भए मलाई लाग्छ हामी एउटा चाहिँ सही हिसाबमा जान्थ्यौँ होला। तर हामी यति ठुलो आत्मखान, यति ठुलो चाहिँ त्यहाँ के अरे आत्मप्रशंसा, यति ठुलो चाहिँ के भन्छ तपाईँको चाहिँ प्रचारमा लाग्यौँ कि मलाई के लाग्छ भने हाम्रो वास्तवमा चाहिँ ध्यान कता हो छ, हामी यो समस्यासँग समाधान गर्न सक्छौँ कि सक्दैनौँ, सरकार गम्भीर छ कि छैन भन्ने प्रश्न उठेको छ। स्वाभाविक महोदय, म स्मरण गराउन चाहन्छु यो कोरोना महामारी फैलिनुभन्दा पहिले यसै सदनमा जुन बेलामा एउटा प्रस्ताव आएको थियो, कोरोनाको बारेमा छलफल गर्ने प्रस्ताव आएको थियो, त्यति बेला मैले के कुराहरू राखेको थिएँ र मलाई लाग्छ त्यो आज उल्लेख गर्नु चाहिँ सान्दर्भिक छ जस्तो मलाई लागेको छ। मैले त्यति बेला भनेको थिएँ यो महामारीले पार्ने यो प्रभावका क्षेत्रहरू सम्बन्धित मन्त्रीज्यूहरूले, सम्बन्धित मन्त्रालयले आफ्नै त्यो क्षेत्रसँग, त्यसका स्टेक होल्डरहरूसँग अहिले नै बसेर छलफल सुरु गर्नुहोस्। यसले के प्रभाव पर्न सक्छ, किनभने सरकार त अभिभावक हो नि, सरकार त गार्जियन हो नि। सरकारले सबै क्षेत्रलाई समेटेर सबको प्रतिनिधित्व गर्नुपर्छ र हाम्रो लडाइँ सँगै हुनुपर्छ। भोलि यसले पार्ने अर्थतन्त्र, यसले पार्ने सामाजिक क्षेत्रमा, यसले पार्ने अन्य क्षेत्रमा, स्वास्थ्य क्षेत्रमा त्यो समस्याहरू चाहिँ के छ भने सामूहिक नेपालीको समस्या हो। त्यस हुनाले चाहिँ नि उद्योग वाणिज्य क्षेत्रका सम्पूर्ण चाहिँ नि स्टेक होल्डरसँग, पर्यटन क्षेत्रका चाहिँ नि त्यस क्षेत्रमा लागेका चाहिँ नि पर्यटन कर्मीहरूसँग, अहिले जुन वैदेशिक रोजगारका कुरा उठेका छन् तिनका संस्थाहरूसँग, त्यसै साथसाथमा कृषिदेखि लिएर सम्पूर्ण रोजगार क्षेत्रका सबै स्टेक होल्डरसँग बसेर छलफल गर्दै
यो मुलुकको अवस्था यो छ, कसरी लड्ने भन्ने एउटा रणनीति बनाएको भए सायद हामीलाई त्यो लडाइँ सहज हुन्थ्यो। प्रश्न यहाँ के छ भने अहिले पनि सरकार एक किसिमको धम्कीको प्रयोग गर्दैछ। खबरदार, हामी थुन्छौँ, यो गर्छौँ भन्ने बात छ। सरकार त गार्जियन हो, सरकार अभिभावक हो, र जुन घरमा अभिभावकले आफ्नो घरको स्थिति सारा परिवारलाई चाहिँ नि सबै स्थिति बताउँछ र यो अवस्था छ, यो सङ्कट छ, यो दुःख छ, मिलेर लड्नुपर्छ भने सारा परिवार एकजुट भएपछि जस्तो सुकै पनि हामी समस्या चाहिँ पार ल्याउन सक्छौँ। तर हामी आफ्नै परिवारभित्र ढाँट्ने, छल्ने, विभिन्न किसिमले के भने र के भने आफ्नो मान्छेहरूलाई विश्वासमा नलिने, गाली गर्ने, यसले चाहिँ हामी यो लडाइँ अगाडि बढाउँछ जस्तो मलाई लागेको छैन। साबुङ महोदय, विशेष गरिकन यहाँ 2-3वटा विषय जो अहिले अत्यन्तै चर्चाको विषय छ, जसलाई यो चाहिँ नि दस्तावेजले पनि उल्लेख गरेको छ। एउटा अत्यन्तै चर्को विषय भनेको राष्ट्रियताको विषय उठेको छ। लिपुलेखदेखि लिएर लिपियाधुरी अथवा कालापानीका तमामका कुरा उठिरहेका छन्। एक कार्यकालले चाहिँ के छ भने एकदमै आरोप प्रत्यारोपको अवस्था सिर्जना भइरहेको छ। यो पनि प्रश्न उठेको छ, संविधान संशोधन गरेर चाहिँ त्यहाँ नक्सा संशोधन गरेपछि पनि उठेको छ। मेरो प्रश्न के छ भने हामीले बारम्बार भन्दै आएको यो हातपतमा बनाएको संविधानले समस्या समाधान गर्दैन, धेरै कुराहरू अधुरा र अपुरा छन्, यसलाई चाहिँ व्यवस्थित गर्नुपर्छ, हामीले कुरा उठाएका थियौँ। रातारात के नभए जस्तो गरेर संविधान बनाएर अहिले आएर चाहिँ के छ भने यो मुलुकको एउटा सार्वभौम सत्ता सम्पन्न अखण्ड मुलुकको क्षेत्रफल कति छ, क्षेत्रफल कहाँ छ, नक्सा कुन हो भन्ने कुरो चाहिँ नि त्यसको हेक्का नराखेर जुन बनाएको यो नक्सा बनाएको छ, जुन नक्सा अहिले हाम्रो यहाँ छातीमा टाँगेको छ त्यहाँ पनि छ, यसको दोषीको, यो गलत नक्सा बनाउने मान्छेको दोषीको यी मानिस जिम्मेवार बोक्ने कि नबोक्ने? आज यत्रो चर्को कुरा भइरहेको छ। यो गलत नक्सा बनाएको चाहिँ संविधान बनाएको त्यो संविधानका निर्माताहरूले यसको जिम्मेवारी बोक्ने कि नबोक्ने? र आज कसैलाई गाली गर्दा राष्ट्रवादी हुने, कसलाई ताली बजाउँदा राष्ट्रवादी हुने, त्यो परिभाषा पनि छुट्याउनु पर्ने अवस्था भएको छ। आज नेपालमा विभिन्न सन्धिदेखि लिएर विभिन्न सम्झौताहरू जसले गरेका छन्, जसो कलमले गरेका छन्, ती मानिसहरू चाहिँ जिम्मेवार नहुने र जुन समुदायहरू मधेसी जनजाति आदिवासी जसको कलममा कहिले मसी पनि परेन, कहिले लेख्न पनि पाएन, अनि आज ती चाहिँ राष्ट्रघाती, कस्तो परिभाषा हो राष्ट्रवादीको? नेपाल र नेपालीलाई माया गर्ने मान्छे मात्र राष्ट्रवादी हुन्छ, र नेपाल र नेपालले माया गर्ने मान्छे कुनै पनि हालतमा आफ्नो कुनै पनि छिमेकीसँग न्यु खोजेर बस्न सक्दैन र बस्नु हुँदैन। यी तमाम समस्याहरू, सीमा सम्बन्धी समस्याहरू, सन्धि सम्बन्धी समस्याहरूलाई राजनीतिक रोटी सेक्ने चाहिँ नारा बनाएर यो मुलुकको कल्याण हुँदैन। सत्य र यथार्थ कुरा के हो भने हाम्रा तमाम अहिले इतिहासका कुरा उठिएका छन्। 2015मा चीन र चाहिँ भारतले त्यो ट्रेड मार्गमा त्यो ट्रेडको चिन्ता चाहिँ बाटो बनाउने बेलामा जुन एग्रिमेन्ट गरेका थियो, अनि तत्कालीन सरकारले नोट पठायो भन्ने भयो, अनि प्रधानमन्त्रीले चाहिँ नि हाम्रो प्रधानमन्त्री नोट पठायो भन्ने कुरा आयो। होइन, हाम्रो दलको परराष्ट्र मन्त्री थियो, उसले पठायो भन्ने यहाँ चाहिँ नि होडबाजी भयो। अनि नोट पठाएर आनन्द भयो त? यो कुरो त 2015मा उठाएरै छ त। लिपुलेख र कालापानीको बिचमा सडक बनाउने कुरा 2015मा दुई देशले गरेको सम्झौतालाई नेपाली सरकारले एउटा नोट पठाएर त्यो टुङ्गो लाग्छ, त्यसको फलोअप किन भएन र त्यसको दोष कसले लिने? आज संहिताको बारेमा पनि यो चर्चा उठेको छ। साबुङ महोदय, आज स्थानीय निकायमा राहत वितरण गर्ने काममा, स्थानीय निकायमा राहत वितरण काममा एउटा पालिकाहरूमा